जुठे सिरियलले 200 भागको खुड्किला पार गर्दै थियो, तर भाग 198 पछि जुठे सिरियल किन अघिल्लो हप्ता आउन सकेन? के साँच्चै नै जुठे सिरियल यो हप्ता पनि नआउने हो त? के बन्द भएकै हो? आखिर जुठे सिरियलका निर्माताले अघिल्लो हप्ता किन ब्रेक लगाउन पुगे? के कारणले आएन त जुठे सिरियल? अब कहिले आउँछ? आउनुस् आजको यो भिडियोमा यसै बारेमा जान्ने प्रयास गरौँ। त्योभन्दा अगाडि भिडियोलाई लाइक गर्दै च्यानललाई सब्स्क्राइब गरी अन्तिमसम्म हेर्दै गर्नुहोला। तपाईँ हाम्रो एकदमै धेरै मनपर्ने सिरियल जुठे 199 भाग किन आएन? यो भागको धेरैजना साथीहरू प्रतीक्षामा रहनु भएको थियो र कतिपय साथीहरू त जुठे सिरियल बन्द भयो कि समेत भन्नुभएको छ। तर वास्तवमा यस्तो होइन, जुठे सिरियल बन्द भएको भनेर अफिसियली रूपमा जानकारी भने आएको छैन, तर जुठे सिरियलको सुटिङको कार्य भएको हुनसक्छ। त्यसकारण जुठे सिरियलको 199 भागमा केही आउनमा ढिलाइ भएको हुनसक्छ। कुनै पनि सिरियलको सुटिङ गर्नुभन्दा अगाडि 3-4 भागको एकैपल्ट सुटिङ गरिने गरिन्छ। त्यही भएर अहिले जुठे सिरियलको सुटिङको कार्यमा ढिलाइ भएको हुनसक्छ र यो सिरियलका निर्माताले पनि अहिलेसम्म अफिसियली रूपमा जुठे सिरियल आउनमा किन ढिलाइ भयो भन्ने बारेमा जानकारी गराएका छैनन्। आशा गरौँ यो बुधबार चाहिँ जुठे सिरियल पक्का आउनेछ। तपाईहरूले बुधबार नै हेर्दै हुनुहुन्थ्यो, यसभन्दा अगाडि पनि। अब नियमित रूपमा बुधबार आउँछ होला भन्नेमा हामी विश्वस्त छौँ। नियमित रूपमा आइरहेको जुठे सिरियल 81 यो हप्ता नआउँदा धेरैजना साथीहरूलाई खल्लो पनि लागिरहेको होला। एन्सो साथीहरू, यो हप्ताको बुधबारमा चाहिँ जुठे सिरियल पक्का नै आउँछ होला। तपाईहरूलाई के लाग्छ कमेन्टमा भन्नु होला। तर जुठे सिरियल चाहिँ बन्द भएको छैन, यसमा तपाईहरू ढुक्क भएर बस्नु होला है त। चर्चित सिरियल जुठे मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन तथा निर्देशनमा तयार हुने गर्छ। पहिला त जुठे सिरियलको कथावस्तु अनि कलाकारहरूको अभिनय एकदमै धेरै मन पर्थ्यो, तर पछिल्लो केही समयदेखि जुठे सिरियलमा भएको दम केही खस्किएको आभास हुन थाल्यो। किनकि जुठे सिरियलमा विगत लामो समयदेखि सिमिलर कथावस्तु, एउटै गाउँ, एउटै कलाकारहरूको उही पुरानो अभिनय मात्र देख्न पाइन्छ। डाइरेक्ट भन्नुपर्दा म पनि जुठे सिरियलको एकदमै ठुलो फ्यान हो, तर अहिले जुठे सिरियलको जुन कथावस्तु आइरहेको छ एकदमै बोरिङ लाग्ने टाइपको छ। यसबारेमा थप केही लेटेस्ट अपडेट चाहिएमा तपाईहरूले हाम्रो भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। अहिले भिडियोमा यति नै। हस्त, धन्यवाद।